यो आधारभूत तालिम अ, किन चाहिएको छ अनि मलाई किन यस्तो फिल भयो कि हाम्रो तमुहरूलाई पनि अब यो आधारभूत तालिम चाहिन्छ भनेर त्यो सबै कुरा मैले अब बिस्तारै तपाईँहरू माझ राख्नेछु। यो यसको विषय सूची अ, सर्वप्रथम मेरो बारेमा केही छोटो म आफ्नो परिचय दिन चाहन्छु। त्यसपछि हामीले यो डिजिटल र आइटी आधारभूत तालिम किन लिने, त्यसपछि अब मेन यो तालिम लिएपछि के हुन्छ अनि हामीलाई कस्तो फाइदा हुनेछ, त्यसको बारेमा पनि हामी छलफल गरौँले। अनि अहिलेको यो डिजिटल युगमा, अहिलेको यो आइटी युगमा असलीमा भन्नुपर्दा यसलाई इन्फर्मेसन एज भनिन्छ। इन्फर्मेसन एज भनिन्छ, सूचनाको युग भनिन्छ। हो यो सूचनाको युगलाई हामीले व्यवस्थापन गर्नको लागि जति पनि हामीसँग टुलहरू छ त्यो सबै डिजिटल टुल हो। अनि डिजिटलको भित्र पनि एउटा आइटी भनेर स्पेसिफिक, एकदमै स्पेसिफिक विभाग छन्। अनि डिजिटल एकदमै ठुलो संसार भन्न सकिन्छ। त्यसमध्ये आइटी एकदमै छोटो स्पेसिफिक पार्ट हो, एउटा भाग हो। त्यो पनि म बिस्तारै तपाईँसँग तपाईँको माझ राख्नेछु। अनि यो 2 महिनाको हाम्रो जुन तालिम मैले राखेको छु, यो 2 महिनाको तालिममा के हुन्छ अनि तपाईँहरूले यो 2 महिनामा के सिक्नेछ त्यो कुरा पनि मैले राख्नेछु। अन्त्यमा भावी योजना, शिक्षा विभागले लिएर आउन खोजेको भावी योजनाहरू के छन् त्यो बारेमा पनि म केही छलफल गर्नेछु। सर्वप्रथम मेरो बारेमा भन्नुपर्दा मेरो नाम बुद्धराम तमु, क्रम्चे तमु। अनि मेरो उपनाम धनु सर। मेरो प्रोफेसनली म एउटा आइटी ट्रेनर पनि हुँ। विगत अनि अहिले शैक्षिक विभागको प्रमुख नेपाल तमु गुरुङ विद्यार्थी छोजदिको। अनि पेसाले म एउटा आइटी प्रशिक्षक, त्यही भएर मैले धेरै विद्यार्थीहरूलाई अब ठुलो नाम बुद्धराम तमु, बुद्धराम गुरुङ या तमु भन्दा पनि धनु सर भनेर भन्ने गर्छु। मैले एउटा उद्यमी पनि, अहिले मसँग 2टा रजिस्टर्ड कम्पनी मैले दर्ता गरेछु। अनि मेरो जति पनि आइटी सम्बन्धी सेवाहरू छ त्यो सबै मैले एउटा आइटी कम्पनी दर्ता गरेर मैले दिने गरेको छु। त्यसमा अब वेबसाइट बनाउनेदेखि लिएर डिजिटल मार्केटिङदेखि लिएर त्यो सबै आउँछ। अब त्यो कुरा अब म हाम्रो आउने स्लाइडहरूमा तपाईँले हेर्न सकिन्छ। मेरो अलमोस्ट अब लगभग लगभग 13 वर्ष, अब यो अगस्तमा, साउनमा मेरो 14 कम्प्लिट हुन्छ। म जन्मेको मेरो गोर्खा बारपाक भूकम्प केन्द्रबिन्दु 2072को उहाँ त्यो गाउँमा जन्मेको। अनि त्यसपछि 4 वर्ष हुँदाखेरि बाबाले मलाई इन्डियामा लगेको। इन्डियन लाउरे हुनुहुन्थ्यो बाबा। त्यसपछि मेरो एकदमै प्रारम्भिक शिक्षादेखि लिएर मेरो कलेजहरू, मेरो ग्रेजुएसन, पोस्ट ग्रेजुएसन सबै मेरो इन्डियामै भयो। लगभग पुणेमा मेरो धेरै बसाइ भयो। पुणेमा मैले ग्रेजुएसन पनि गर्यो, पोस्ट ग्रेजुएसन पनि गर्यो। अनि मेरो आइटी क्षेत्रको लगभग 5 वर्ष मैले पुनामै काम गर्यो। त्यसपछि म 3 वर्ष बेङ्गलोर भन्ने, इन्डियाको बेङ्गलोर भन्ने ठाउँमा गएर काम गरेँ। अनि एकदमै ठुलो ठुलो कम्पनीसँग मैले काम गरेँ, मौका पाएँ। त्यसपछि 2018मा मलाई फिल भयो कि अब हुन्न यसरी, होइन। जागिरको स्यालेरी बेसले अलिकति मलाई त्यस्तो होइन लोभ्याएन। त्यही भएर मैले स्यालेरी जब छोडेर उद्यमी बन्नेतिर लागेँ। अनि त्यही क्रममा अप्रिल 2019मा म नेपाल छिरेँ। अनि त्यसदेखि मैले अब धेरै कुरा गर्दैछु आइटीको क्षेत्रमा। त्यो तर हाम्रो गुरुङ कम्युनिटीमा त्यति त्यति थाहा छैन। अनि अलिकति दुर्भाग्य, यो 6 वर्षमा मैले हाम्रो गुरुङ कम्युनिटीदेखि आइटीको फिल्डमा एकदमै थोरै सहभागिता मैले हेऱ्यो। अ, अनि अनि तमु संस्कार संस्कृतिमा लागेको लगभग 2022मै हो, जब म विद्यार्थीमा छिरेँ 11औँ महाधिवेशन पछिको। अनि त्यसपछि अलिकति मैले संस्कार संस्कृतितिर मेरो ध्यान आकर्षण भयो। अनि
धेरै कुरा मैले बुझेँ। अनि धेरै कुरा के थाहा पायो भन्दा नि अब हाम्रो समूहहरूमा कहाँ कहाँ के कमी छ, धेरै कुरा हामी संस्कार संस्कृतिमा आधारित छौँ। तर यसलाई अब कसरी अगाडि बढ्ने, अब म 13 वर्ष या 14 वर्ष आइटीमा लागेर मलाई थाहा छ कि हामीले अब डिजिटल या यो आइटी प्रयोग गरेर कसरी हामीले यो संस्कार संस्कृतिको प्रवर्धन र संरक्षण गर्नु सकिन्छ। सो त्यसको आधारभूत नै यही हो, यो तालिम हो। किनभने पहिला जानकारी हुनु पर्यो तपाईँलाई कि डिजिटल के हो, आइटी के हो, अनि त्यसले के गर्न सकिन्छ, क्यापेबिलिटी के हो। सो मेरो बारेमा जानकारी, अझै जानकारी चाहिन्छ भने यो dhanushar.com मा गएर तपाईँले हेर्न सकिन्छ। अब हामीले यो बुझौँ कि यो डिजिटल र आइटीको आधारभूत तालिम किन चाहियो। अब यो डिजिटल र आइटीको आधारभूत तालिमको लागि अब आधारभूत मैले किन लेखेको भन्दा नि पहिला हाम्रो एबिसिडी नै ठिक फिक्स छैन। हाम्रो गुरुङ कम्युनिटी मैले भनिसकेँ नि 6 वर्षमा मलाई अ, गनेर 10 जति या 8 10 मात्रै भेट्यो कि हाम्रो आइटी इन्डस्ट्रीमा गनेर। अनि त्यही भएर अब मलाई के बुझ्यो भन्दा नि हाम्रो अ, समूह समुदायमा अब शिक्षा पनि एकदमै न्यून छ, धेरैमा त्यो पहुँच पनि छैन। त्यस कारणले एबिसिडीदेखि सुरु गर्नु पर्यो भनेर यो आधारभूत तालिम भनेर राखेको, जसमा को उद्देश्य भनेको डिजिटल र आइटी भनेको के हो त्यो बुझाउने हो हाम्रो तमु समुदाय, तमु विद्यार्थी लगायत सम्पूर्ण तमुहरूमा। अनि त्यस कारणले मैले यो आधारभूत तालिम सञ्चालन गर्ने निर्णय गरेँ। अब किन यो आधारभूत, किनभने अहिले संसार नै डिजिटल भइसक्यो र ओके तपाईँ जस्ट ध्यान दिनुहोस्, बिहान उठ्ने बित्तिकै राति बेलुकासम्म तपाईँले यो जुन तपाईँको मोबाइल हो कति चलाउँछ तपाईँ। किनभने मोबाइल पनि एउटा डिजिटल डिभाइस हो नि, एउटा डिजिटल उपकरण हो। त्यो तपाईँले हेऱ्यो भने एकपल्ट ध्यान तपाईँको गयो भने 5 देखि 7 घन्टा, एभरेजमा 3 घन्टा यो डेटा हो क्या। यो तपाईँको एउटा डेटा छ यहाँ विभागले लिएको कि एउटा एभरेज मान्छेले 3 देखि 4 घन्टा कम्प्युटर स्क्रिनमा या मोबाइल स्क्रिनमा एक्सपोज भएको हुन्छ उहाँ। ओके, सो दैनिकी सबै कुरा हाम्रो डिजिटलाइज भइसकेको छ। कस्तो खालको हामी डिजिटल र आइटीको प्रभाव हाम्रो माझ परिसकेको छ त्यो अब छोटकरीमा हामी हेरौँ। दैनिक जीवन अलार्मदेखि तपाईँको डिजिटल भइसक्यो, मोबाइल अलार्म चल्दैछ होइन। पहिला त यसो घडी, यसो क्लक भएर होइन, टेबल क्लक भन्ने कन्सेप्ट थियो। अहिले मोबाइलदेखि नि म आफैले मोबाइल युज गर्छु। अलार्म किन चाहियो अब डिजिटल क्लक, यो एनालग या डिजिटल क्लक किन चाहियो। शिक्षाको स्तरमा अनलाइन लर्निङ, जस्तै कोभिड आयो त्यसपछि त अनलाइन लर्निङ त वात्तै बढ्यो। सो शिक्षाको क्षेत्रमा पनि यो डिजिटल लर्निङ धेरै अगाडि बढिसकेको छ। अनि एउटा उद्यमी फिल्डमा एडटेक भन्ने एउटा शब्द छ। एडटेक भनेपछि एजुकेसन एन्ड टेक्नोलोजीलाई मिलाएर एडटेक भनेको। त्यो फिल्डमा जति पनि अनलाइन लर्निङदेखि लिएर प्याकेजदेखि लिएर स्कुल म्यानेजमेन्ट सिस्टमदेखि लिएर त्यो सबै त्यही फिल्डमा आउँछ, शिक्षाकै क्षेत्रमा आउँछ। अनि कोभिडले पनि शिक्षालाई त्यो असर पारेन। त्यो जुन यो शिक्षाको बिजनेस छ त्यसलाई असर पारेन। झन् कोभिडले त्यो बिजनेसलाई अझै बढाइदियो। स्वास्थ्य तपाईँको अहिले त यस्तो भइसकेको छ, यो स्वास्थ्य इन्डस्ट्री कहाँसम्म पुग्यो भन्दाखेरि नि तपाईँको अमेरिकामा एकदम एक्सपर्ट बसेको छ। हार्ट सर्जनहरूदेखि लिएर ब्रेन सर्जन अमेरिकामा बसेछ, अनि नेपालमा सर्जरी भइरहेछ। अनि अनलाइन तपाईँको एक्सपर्ट डक्टरहरूले अमेरिकादेखि नेपालको डक्टरहरूलाई सिकाइरहेछ कि कसरी गर्ने भनेर सर्जरीहरू। त्यहाँसम्म तपाईँको यो डिजिटलको पहुँच पुगिसकेको छ। जागिर धेरै कुरा अब तपाईँको जागिरमा पनि आइटी इन्डस्ट्री आइसकेको छ, आइटी या कम्प्युटर। तपाईँको 2023को हामीले तथ्याङ्क हेऱ्यो भने कम
लगभग लगभग $560 मिलियन नेपालमा छिरेको आइटीले आइटीले होइन, 560 मिलियन भनेपछि अर्को 2-3 वर्षमा यो $1 बिलियन पुग्छ होला। अनि त्यो $560 मिलियन धेरै जति फ्रिलान्सर थियो भनेपछि कुनै पनि एउटा कम्पनीमा आबद्ध थिएनौ, एक्लै गर्दै थियो। यो जागिरको बारेमा, कम्प्युटर जागिर र आइटीको जागिरको बारेमा हामी फेरि अर्को स्लाइडहरूमा हेर्नेछौँ। खेलकुद, अहिले खेलकुद सबै आइपिएलदेखि लिएर नेपालको नेपाल प्रिमियर लिगदेखि लिएर सबै कुरा लाइभ स्ट्रिम तपाईँको कम्प्युटरदेखि देखि भइरहेछ। कम्प्युटर जब थिएन त्यो बेला रेडियोदेखि हुने कि टिभीदेखि हुन्थ्यो, अहिले सबै कम्प्युटराइज भइसक्यो, लाइभ स्ट्रिमिङ चल्दैछ। फेसबुक लाइभ हेर्न सकिरहेछ हामीले, युट्युब लाइभ हेर्न सकिरहेछ। त्यो त्यो सबै भित्र त्यसको बाहिरदेखि तपाईँलाई देखिरहेछ स्पोर्ट्स, तर भित्र सबै आइटी हो। ओके, भित्र सबै आइटी हो। अनि धेरै यस्तो धेरै कुराहरू छन्। संक्षेपमा भन्नुपर्दा जीवनको हरेक भागमा हाम्रो कम्प्युटराइज भइसकेछ। अब हामी डिजिटल र आइटीको जागिरको मुख्य प्रकार है। अब डिजिटल र आइटी जागिर धेरै छ, तर यसको मुख्य प्रकार कस्तो खाले छन् त्यो हेर्नेछौँ। अब यसमा डिजिटल भने एउटा छुट्टै फिल्ड हो, आइटी भने छुट्टै फिल्ड हो। आइटी अलिकति तपाईँको धेरै गहिरो, धेरै साइन्टिफिक छन्, अलिकति टेक्नोलोजिकल छ, तर डिजिटलमा त्यति छैन। जस्तो अब तपाईँको रिल बनाउनेदेखि लिएर, अब रिल बनाउनेमा तपाईँलाई धेरै होइन टेक्नोलोजी लाउँदैन, अलिकति कम्प्युटर अपरेटर एकदमै जुन डिजिटल फिल्डमा चलेको भने कम्प्युटर अपरेटर। अब यो कम्प्युटर अपरेटरको भित्र पनि थरी थरीको जागिरको टाइप छ। जसरी यो कम्प्युटर अपरेटर मैले बुझ्दाखेरि नेपालको कुनै पनि एउटा ठाउँमा अधिकृत भएको पद भएमा कम्तीमा 35,000, 30-35 हजारको हाराहारीमा तपाईँले यसको जागिर पाउन सकिन्छ। अब यसमा चाहिने भनेको नेपाली टाइपिङ हुनु पर्यो, कम्प्युटर बेसिक आउनु पर्यो, अनि एक्सेल सिटहरूदेखि लिएर यता एकाउन्टिङ, देन त्यसपछि पत्रहरू लेख्ने, सम्पादन गर्ने, यताउता त्यो कम्प्युटर बेसिक तपाईँलाई राम्रोसँग आयो भने तपाईँ कुनै पनि ठाउँमा सरकारी जागिरमा कम्प्युटर अपरेटरको होइन जागिर तपाईँले लिन सकिन्छ। अनि यसको मैले हेर्दाखेरि बुझ्दाखेरि यो यसको तलब झन्डै झन्डै 30को वरिपरि छ, 30, 35, 40। एकदमै फिल्ड, यो फिल्डमा आइटी फिल्डमा मेन जब भनेको नि सफ्टवेयर इन्जिनियर हो। सफ्टवेयर इन्जिनियर भनेपछि त्यसको धेरै भित्र धेरै पार्ट छन्, तर सफ्टवेयर भनेपछि एउटा सफ्टवेयर बनाउने हो। अब यसको टेक्निकल डेफिनेसनमा जान्न, किनभने यो तपाईँले बुझ्न गाह्रो हुन्छ होला। यो जुन अहिले तपाईँले मैले यो स्लाइड चलाउँदैछु त्यो पनि सफ्टवेयर हो। ओके, अनि वेब एप्लिकेसन भन्ने पनि सफ्टवेयर हो। जुम पनि, जुन हामीले जुन टेक्नोलोजीले हामीले यो अहिले यो सेसनहरू लिँदैछ, क्लास लिँदैछ, त्यो त्यो टेक्नोलोजी पनि एउटा सफ्टवेयर नै हो। ओके, सो यो यसको धेरै पार्ट छ। अनि यसको तलबको कुरा गर्दाखेरि है, तपाईँ एकदम चकित हुनेछ। अब यसको तलब कुरा गर्दाखेरि आइटीको कोर्स पढ्ने 4 वर्षको वरिपरिको, 3 देखि 4 वर्षको वरिपरिको इन्टर्नसिप गर्ने, इन्टर्नसिपमा अब थोरै या त पैसा पाउँदैन, या त थोरै जति पैसा पाउँछ तपाईँलाई। त्यसपछि तपाईँ आइटी इन्डस्ट्रीमा छिर्यो भने, अब छिरेन भने त्यो छुट्टै कुरा हो, किनभने इन्टर्नसिपमा अब त्यो बच्चाले कसरी पढाइ गर्छ त्यसको माथि निर्भर गर्छ। अब आइटी इन्डस्ट्रीमा छिर्यो भने स्टार्टिङ तपाईँको 15, एकदमै नेपालमा हेरेको मैले 15-20 देखि सुरु गरेर जस्तै जस्तै अब साल भयो, लाख, 2 लाख, 3 लाख, 5 देखि 10 वर्षसम्मको अनुभव भएको नेपालमै बसेर इन्जिनियर, आइटी इन्जिनियरले
5 देखि 10 लाख पनि खाइरहेछ महिनाको। यो मैले महिनाको कुरा गरेको यो। मसँग डेटा पनि छ, यो त थ्याङ्क छ अलरेडी। यो अब धेरै जसो कस्तो हुने रहेछ, विदेशदेखि अ, काम गरेर आयो नेपालमै, अनि नेपालदेखि नि विदेशको कम्पनीको काम गर्ने नेपालमै बसेर। सो तपाईँले एउटा गगन थापा, हाम्रो मन्त्री गगन थापाज्यूले भन्नुभएको थियो, ललितपुरको डाँडा काँडामा बसेर 2-3 लाखको जागिर खाने भने त्यो सम्भव छ, अनि मान्छेहरूले गर्दै पनि छ। त्यस्तै मैले पनि एउटा भिजन लिएछु, गोर्खाको डाँडा काँडामा कम्तीमा 2-3 लाख नभए पनि 1 लाख त हाम्रो होइन मान्छेहरूले खाओस् भन्ने खालको एउटा भिजन लिएछु। हार्डवेयर इन्जिनियर, अब कम्प्युटर त यो बाहिर देखेको हो, हार्डवेयर जुन चाहियो त्यो पनि त चाहिएछ। त त्यो त्यसको लागि पनि हाम्रो हार्डवेयर इन्जिनियर हो। हाम्रो यो हार्ड डिस्कमा के भयो, होइन तपाईँको कम्प्युटरमा केही समस्या आइदियो भने तपाईँको यो हार्डवेयर इन्जिनियरले त्यो समस्या हेर्ने हो अनि त्यसको समाधान निकालेर। त त्यो एउटा फिल्ड छुट्टै छ, हार्डवेयर फिल्ड। जस्तो अहिले मोबाइलको छुट्टै छ, मोबाइल बनाउने, रिपेयरिङ गर्ने एकदमै चलेको। सबभन्दा धेरै पैसा चाहिँ तपाईँको आइफोन मोबाइल रिपेयरिङ गर्ने मान्छेले पाउँछ। ग्राफिक्स र भिडियो एडिटिङ, मैले हिजो हाम्रो संस्थाको पेजदेखि हाम्रो नवनिर्वाचित अध्यक्षज्यू तमिहुला छोजदीको उहाँको भिडियो लिएर मैले एडिटिङ गरेर हालेको छु, तपाईँले एकपल्ट हेर्नुहोला। त त्यो काम पनि एकदमै अहिलेको प्रभावकारी भागमा आउनेछ। फोटोजदेखि लिएर, फोटोटा एडिटिङदेखि लिएर यो सबै के हो, सूचना प्रवाह गर्ने। हेर्नुहोस्, फोटोमा तपाईँले कस्तो खाले सूचना, कस्तो खाले मेसेज दिने हो त्यो लेखेर पठाउने, भिडियोमा कस्तो खालको मेसेज लेखेर पठाउने, यो सबै सूचनालाई व्यवस्थापन गर्नेको जुन टेक्नोलोजी हो त्यो हो आइटी। तपाईँले यसरी बुझे हुन्छ। त्यही भएर आई भनेपछि इन्फर्मेसन, टी भने चाहिँ टेक्नोलोजी। जुन टेक्नोलोजीले सूचनालाई व्यवस्थापन गर्छ त्यो हो आइटी। डिजिटल भनेको तपाईँको डिजिटल भन्नुपर्दाखेरि डिजिटदेखि आएको 10। यो डिजिटल भनेको चाहिँ 10 भन्ने जो डिजिटल छ त्यो इङ्ग्लिस म्याथमेटिक्सको गणितको डिजिट भन्ने शब्ददेखि आएको डिजिटल। अब त्यसमा धेरै कुरा छ। 10 अब कम्प्युटरको यो भित्र सबै मसिनमा 1010 भएर मात्रै जान्छ क्या त्यो डेटा। त्यो धेरै अलिकति गहिरो गयो, तर त्यहाँदेखि त्यो शब्दको जन्म भएको यसरी बुझ्न सकिन्छ। त ग्राफिक डिजाइनिङमा तपाईँले हेर्नुहोस्, कन्टेन्ट क्रिएटर अहिले युट्युबदेखि हो कि तपाईँको टिकटकमा लाइभ बसेर पैसा कमाउने हो कि, त्यो सबै कन्टेन्ट क्रिएटरको क्षेत्रमा आउँछ। त्यसमा नि धेरै पैसा छ। हामीले गर्नुपर्ने के हो भने यो फिल्डमा, कम्प्युटर यो ग्राफिक्सको फिल्ड या भिडियो एडिटरको फिल्डमा संस्कार संस्कृति सम्बन्धी कन्टेन्ट बनाएर हामीले प्रचार गर्ने हो। अनि यो आधारभूत तालिमले त्यो जति पनि हाम्रो आउने इच्छुक समूहहरूलाई कन्टेन्ट क्रिएटर बन्नेमा पनि एउटा पूर्वाधार, एउटा फाउन्डेसन राख्नेछ भन्ने मेरो आशा छ। साइबर सेक्युरिटी, तपाईँको इमेल ह्याक भयो, तपाईँको फेसबुक ह्याक भयो, वेबसाइट ह्याक भयो, कसले हेर्ने? त यो साइबर सेक्युरिटी हेर्नेछ। तपाईँलाई अहिले एकदमै यो ह्याकिङको धेरै केस भइरहेछ। एकदमै जो दैनिकीमा आउने भने चाहिँ ब्याङ्कदेखि तपाईँको ओटिपी, एउटा मान्छेले तपाईँलाई कल गर्यो या मेसेज तपाईँलाई पठायो कि हामीले तपाईँको पासवर्ड चेन्ज गरेछ केही समस्याको कारणले, त्यो ओटिपी मलाई पठाइदिनु त। यसरी भन्यो भने तपाईँले ओटिपी दिनुभयो भने तपाईँको ब्याङ्क एकाउन्ट ह्याक। त ओटिपी भन्ने चाहिँ दिने होइन कसैलाई पनि। दोस्रो, तपाईँको कस्तो ह्याकिङको समस्या भइरहेछ भने फेसबुकमा एउटा आफ्नै चिनेको मान्छेको एकाउन्ट बनाइदिने अनि त्यो एकाउन्ट बनाएर फेरि पैसा माग्ने। तेस्रो, कस्तो भइरहेछ भने एकाउन्ट नै ह्याक गरिदिने अनि फेरि पैसा माग्ने हो। यस्तो समस्या धेरै भइरहेछ। अनि यो कुरा कसले सल्भ गर्छ? यो कुरा तपाईँको
साइबर सिक्युरिटी इन्जिनियरले हेर्ने हो। उहाँले यो सबै समस्याको समाधान उहाँले गर्ने हुन्छ। एउटा सिस्टम एडमिन भन्ने छ एउटा एउटा पोस्ट। पहिला यो सिस्टम एडमिन भन्ने अ, धेरै प्रचलित थियो, अहिले त्यति छैन। तर पनि अब एउटा अफिसमा के हो भने धेरै सिस्टम भयो, त्यसलाई ह्यान्डल गर्नेको लागि एउटा मान्छे राख्नु पर्यो, त्यसलाई सिस्टम एडमिन भनेको। ओके, अहिले त्यो काम चाहिँ कम्प्युटर अपरेटरले पनि गर्दैछ। अब त्यो काम एउटा कम्प्युटर अपरेटर जसले सिस्टम पनि ह्यान्डल गर्न आउँछ, त्यसलाई चाहिँ जागिर छिटै पाउँछ। लास्टमा एउटा डिजिटल मार्केटिङ भन्ने छ। अब यो डिजिटल मार्केटिङ भनेको के हो? मार्केटिङ शब्द बुझ्नु पर्यो। मार्केटिङ भनेको प्रचार गर्ने। जसरी कुनै पनि सेवाको, कुनै पनि बिजनेसको, प्रोडक्टको प्रचार गर्ने। जसरी तपाईँको हाम्रो तमिलनाडु छोजदीको 5औं राष्ट्रिय महाधिवेशन अब 1 महिनामा आउने छ। र त्यसको लागि कसरी प्रचार गर्ने? अब पहिला त न्युज पेपर, पहिला पुरानोमा होइन, ट्रेडिसनली पहिला आजभन्दा 10 वर्ष या 15 वर्ष कसरी गर्थ्यो होला भने न्युज पेपरमा छाप्ने, घर घरमा घर दैलो गरेर पेपर दिने होला होइन। अहिलेको युगमा के हो, मान्छेहरू मोबाइलमा छ, डिजिटली छ, फेसबुकमा छ भनेपछि जहाँ मान्छे छ त्यहीँ प्रचार गर्नु पर्यो नि। त त्यो स्ट्राटेजिज जुन मार्केटिङको त्यो स्ट्राटेजिज जुन हामीले डिजिटली गर्ने छ त्यसलाई डिजिटल मार्केटिङ भनेको। यसमा फेसबुक बुस्टिङदेखि लिएर, टिकटकमा भिडियो बनाउनेदेखि लिएर, युट्युबमा भिडियो बनाउनेदेखि लिएर, मेसेन्जरमा पठाउनेदेखि लिएर, वाट्सएपमा पठाउनेदेखि लिएर, यो सबै डिजिटल मार्केटिङको भित्र आउँछ। लास्टमा एकदमै अहिलेको नयाँ भनेको चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स। इन्टेलिजेन्स तपाईँले बुझ्नुहोस्, एउटा बौद्धिक, एउटा मान्छेको बुद्धिसँग रिलेटेड। आर्टिफिसियल भने चाहिँ त्यसलाई मान्छेले बनाएको इन्टेलिजेन्स। अब कसरी बनायो त्यसको डेमो हामी एकछिनमा हेर्नेछौँ। यो 2 महिना तालिमको केही संक्षिप्त पाठ्यक्रम अब हेरौँ। यसमा कम्प्युटर बेसिक, कम्प्युटर के हो, डिजिटल के हो, त्यो सबै हामी बुझ्नेछौँ। अनि यो कम्प्युटरको भित्र जस्तो तपाईँले फोटो के हो, फोटो कसरी सेभ गर्ने हो, कुन फोल्डरमा राखेर सेभ गर्ने हो, अनि सिस्टम ह्याङ भयो भने के गर्ने, अपडेटहरू कसरी गर्ने देखि लिएर धेरै कुरा हामीले यसमा जान्नेछ। अब तपाईँसँग कम्प्युटर भयो भने एकदमै राम्रो, कम्प्युटर छैन भने फेरि यसलाई तपाईँले लेक्चरको हिसाबले लिनुहोस्। अनि भविष्यमा जब हामीले अलिकति राम्रो एडभान्स तालिम लिएर आउँछ त्यो बेला कम्प्युटर सहित आएर, या हाम्रो तमु समाजले या युलाले केही त्यस्तो व्यवस्थापन गर्यो भने त्यसमा जोडिनु होला। एमएस अफिसमा र गुगल वर्कस्पेस, तपाईँको लेटर हेडदेखि लिएर तपाईँको कुनै पनि पत्र, अफिसियल पत्र बनाउने यो दुईजनामा हो। अब यो माइक्रोसफ्ट अफिस भनेको तपाईँको ल्यापटप, कम्प्युटर या अथवा ल्यापटपमा इन्स्टल गरेर तपाईँले युज गर्ने हो, त्यसको लागि इन्टरनेट चाहिँदैन। गुगल वर्कस्पेस भनेको तपाईँको इन्टरनेट चाहिन्छ, अनि धेरै मान्छेले त्यही एउटै डकुमेन्टमा तपाईँले एडिट पनि गर्न सकिन्छ, बनाउन सकिन्छ। सामाजिक सञ्जालको साक्षरता, अघि नै मैले भनिसकेँ, साइबर सिक्युरिटीमा धेरै ह्याकिङको केस भइरहेछ यहाँ। कसरी बाँच्ने, त त्यो सामाजिक साक्षरतामा आइहाल्यो। साथै सामाजिक सञ्जालमा के लेख्ने, के नलेख्ने, अनि के सेयर गर्ने, त्यो पनि सामाजिक साक्षरतामा आउँछ। त्यो पनि हामीले यो 2 महिनामा हेर्नेछौँ। ग्राफिक्स र भिडियो एडिटिङ, कस्तो खालको ग्राफिक्स टुलहरू युज गर्ने, कसरी बनाउने, भिडियो एडिटिङ कसरी गर्ने, कस्तो खालको टुल युज गर्ने, त्यो फ्री हो कि होइन टुलहरू, त्यो सबै यो 2 महिनाको तालिममा सिक्नेछ। डिजिटल मार्केटिङ पनि सिक्ने हो। जसरी आफ्नो गाउँको गाउँठाउँको
प्रचार गर्ने हो भने कसरी गर्ने, आफ्नो समाजको प्रचार गर्ने हो भने कसरी गर्ने, एउटा एकदमै समस्या धेरैले नबुझेको होला हाम्रो तमु समाजहरूले, या हाम्रो युलाको या हाम्रो तमु विद्यार्थीहरूले पनि शाखा जिल्लाहरूले पनि धेरैले के गरेछ भन्दा नि पेज बनाएको छैन, एकाउन्ट बनाएको छ। हेर्नुहोस् है, हाम्रो तमु समाज अथवा तमु विद्यार्थीको जिल्ला कार्य समितिहरूले केही गर्नको लागि, प्रचार गर्नको लागि या मेसेज फ्लो गर्नको लागि सामाजिक सञ्जालमा पेज बनाएको छैन, एकाउन्ट बनाएको छ। अब एकाउन्ट बनाएर के हुन्छ भने ह्याक भइदियो भने सबै गइदियो। अनि एकाउन्ट ह्याक हुनेको धेरै चान्स हुन्छ, धेरै सम्भावना हुन्छ। पेजमा के हो, पेजमा फाइदा के हो, पेज बनाएपछि तपाईँले एउटा एउटा होइन जति पनि एडमिन दिनु सक्छ, तर धेरैमा 2टा दिने हो, अनि बाँकी मोडरेटर बसमा राख्ने हो। मोडरेटरलाई फेरि पोस्ट गर्छ, त यसरी राख्ने हो। अहिले हाम्रो तमु विद्यार्थीको जुन हाम्रो अफिसियल पेज छ, द काउन्सिल हाउस अफ तमु स्टुडेन्ट नेपाल फेसबुकको, त्यो एउटा पेज हो। पहिला अर्कै थियो अनि अहिले पेज छन्। हाम्रो तमिहुलाको एउटा तमिहुला सेन्ट्रल भन्ने छ, त्यो एउटा एकाउन्ट हो। त हुनुपर्ने कहाँ, तमिहुला छोजदी गुरुङ राष्ट्रिय परिषदको पेजदेखि गर्नुपर्ने। त त्यो धेरै कुरा अब थाहा नभएर होइन हाम्रो जति पनि तमु सङ्घ संस्थाको पदाधिकारीहरूले त्यसरी गरेको छ। सो यो तालिम मार्फत पनि उहाँहरूलाई एउटा जानकारी, एउटा प्र्याक्टिस, एउटा आइडल प्र्याक्टिस कसरी गर्ने, पक्का पनि यो तालिमले उहाँलाई एउटा जानकारी दिनेछ भन्ने मलाई आशा छ। लास्टमा च्याट जिपिटी भन्ने आर्टिफिसियल इन्टेलिजेन्स, अघि नै मैले भनिसकेँ, त्यो च्याट जिपिटीको डेमो हामी हेर्नेछौँ कि च्याट जिपिटी हो के अनि यसले के गर्न सकिन्छ। लास्टमा हाम्रो शैक्षिक विभागले अब केही भावी योजनाहरू छन् जुन म आज सेयर गर्न गइरहेछु। एउटा तालिम हामीले 2 महिना यो आधारभूत तालिम गर्नेको उद्देश्य के हो भने हाम्रो तमु समुदायमा यो यो डिजिटल र आइटी प्रति कति जागरुकता छ त्यो पनि एउटा टेस्ट गर्नको लागि पनि, अवलोकन गर्नको लागि पनि हो। दोस्रो अबको भावी योजना भने एउटा तमु विद्यार्थी मञ्च हाम्रो केन्द्रीय समितिले लिएर आउँदैछ, जसमा शैक्षिक विभागको धेरै अहम भूमिका हुनेछन्। यो मञ्चले वार्षिक स्तरमा एउटा कम्पिटिसन प्रतियोगिताहरू गर्नेछन्, धेरै धेरै फिल्डको, जस्तो एउटा वक्तृत्व कला स्पिच कम्पिटिसन भइहाल्यो, तपाईँको नृत्य प्रतियोगितादेखि लिएर फोटो कम्पिटिसनदेखि लिएर सबै त्यो तमु मञ्चको भित्र एउटै नामको भित्र हामीले गर्ने एउटा योजना छ। तेस्रो तपाईँको स्कलर तमु विद्यार्थी जति पनि हाम्रो बुद्धिजीवी विद्यार्थीहरू छन्, 3.5 जिपिए लिएर आएको विद्यार्थीहरूलाई शैक्षिक विभाग केन्द्र समितिदेखि उहाँहरूलाई संरक्षण, उहाँलाई एउटा मार्गदर्शन र एउटा संरक्षण गर्ने योजना बनाएको छ। त्यो अब केही दिनमा आउनेछ। अनि छात्रवृत्तिदेखि लिएर त्यो योजनाहरू पनि यसमा सम्मिलित छ। त्यति भन्दै अब हामी प्रश्नोत्तर भन्दा पहिला एउटा डेमोतिर जाऊँ। च्याट जिपिटी जस्तो मैले भने, त्यो च्याट जिपिटी के हो यहाँ हेर्नुहोस्। यसरी तपाईँले गुगलमा हालेर च्याट जिपिटी हाल्नुहोस्। एउटा च्याट जिपिटी सँगै डिपसिक भन्ने पनि आएको छ। अब डिपसिक र च्याट जिपिटीमा के फरक हो? दुइटै एउटै हो, तर च्याट जिपिटी चाहिँ अमेरिका को कम्पनीले, अनि यो डिपसिक भन्ने तपाईँको चाइनाले लिएर आएको, यो एउटै टेक्नोलोजी हो। दोस्रो फरक के हो भने च्याट जिपिटी अलिकति पेड हो, भनेपछि तपाईँले पैसा तिर्नुपर्छ अलिकति एडभान्स फिचरको लागि, तर डिपसिक चाहिँ फ्री छ।
अनि हो यो सबै यहाँ इङ्ग्लिसमा लेखेर ओके। अब दुइटै हामी हेर्नेछ यो स्टार्ट नाउ। ओके ओके, यो लगइन गर्नुपर्ने हुन्छ। यसो लगइन गरेँ मैले। यहाँ लगइन विथ गुगल भनेर पनि गर्न सकिन्छ। अनि च्याट जिपिटीको लागि मैले यहाँ हेर्नुहोस्। अब हेर्नुहोस् है। राइट अ नेपाली सङ इन नेपाली ल्याङ्ग्वेज, यसरी मैले लेखिदिएँ है। अनि एन्टर गरिदिएँ। यहाँ हेर्नुहोस्, एउटा नेपाली सङ लेखेर दिइरहेछ हामीलाई च्याट जिपिटीले। भन्नुहोस् त, लिरिसिस्टको काम त सकिहाल्यो नि। हेर्नुहोस् हेर्नुहोस्, यो हो आर्टिफिसियल इन्टेलिजेन्स। कम्प्युटरको भित्रको एउटा दिमागले यो सबै गरेर दिँदैछ हामीलाई। हेर्नुहोस्, यहाँ एक सरल र भावनात्मक नेपाली गीत प्रस्तुत गरिएको छ। गीत सम्झनाको झिल्का, जुनकिरी झल्किन्छ साँझको छायामा, तिमी बिना सुना लाग्छ यो मुटुको मायामा। राइट। अब डिपसिक पनि सेम त्यही हो, अलिकति समय लिन्छ त्यसले। अब हेर्नुहोस्, गिभ मी बिजनेस पार्टनरसिप डकुमेन्ट टेम्प्लेट भनेर यसरी लेखिदिएँ मैले। अब यो बिजनेस पार्टनरसिप एग्रिमेन्टको यहाँ सबै ए टु जेड टेम्प्लेट दिएको छ। अब कपी मात्रै गर्ने अनि पेस्ट गरेर त्यसलाई एडिटर मात्रै गरेर हामीले बिजनेस टेम्प्लेट बनाइदियौँ भनेपछि अब तपाईँले टाइप गर्नु परेन कि। ओके। अगाडि गएर जसले यो च्याट जिपिटी या यस्तै खालको टुलहरू आएन भने काम छैन। सेम म त्यही गर्छु, सेम जुन मैले यहाँ लेखेको छु तपाईँको हेर्नुहोस्। ओके, यो अब यहाँ सेम मैले त्यहीँ टाइप गरेँ अनि यसले पनि आफ्नो हिसाबले अर्कै खालको टेम्प्लेट यहाँ यसो दिन्छ। हेर्नुहोस्, प्रपोजल डकुमेन्ट। सजिलोले त्यति, अब कपी पेस्ट मात्रै गरेर त्यसलाई एडिट गरिदिने मात्रै हो अनि हाम्रो काम डन। हेर्नुहोस्, सो अबको आउने 4-5 वर्षमा यो जुन च्याट जिपिटी लगायत धेरै कुरा छ। अब एकदमै धेरै छ। इमेज एडिटिङ एआई टुल अनलाइन, यसरी लेख्नुहोस् त। यहाँ हेर्नुहोस्, मोडिफाई इमेज विथ च्याट जिपिटी, यहाँ यसरी गरिदियो। एड गर्नुहोस्, ए टु जेड गरिन्छ एड। अनि एआई टुल्स लिस्ट यसरी गर्यो भने कतिवटा लिस्ट छ तपाईँले। यहाँ हेर्नुहोस्, यो हेर्नुहोस्, सबै एआई को टुल हो जुन हामीले युज गरेर हाम्रो कामको प्रोडक्टिभिटी बढाउन सकिन्छ। यति धेरै एआई को टुल, केही गर्नै पर्दैन अब। 75 टुल, यो मान्छेले 75 टुल भनेर यति लेखिसकेछ। अनि के काम गर्छ त्यसले, तपाईँको रिसर्च फिल्डमा हो कि डायग्राम बनाउनेको फिल्डमा हो कि अगाडिको युग भने यो च्याट जिपिटी। ओके। यो इमेज, यहाँ इमेज एडिटिङ गरेर धेरै कुरा हामीले यहाँ गर्न सकिन्छ। इमेजदेखि टेक्स्ट निकाल्ने काम एआईले गर्छ। पहिला त्यो कामको लागि एउटा सफ्टवेयर हुन्थ्यो, धेरै महँगो हुन्थ्यो। अब सजिलोले सबै गर्न सक्छ। सो त्यति भन्दै हाम्रो यो आजको सेसन म प्रश्नोत्तरतिर जान्छु। तपाईँको